त्यही गर्दाखेरि अब यो टाइम भनेको अहिले त राजसभाको टाइम छ, राजसभाको माहौल देशव्यापी जनलहर देखिएको छ। यो अवस्थामा अब हामीले भोट बाँडेर दियौँ भने स्टेबल गभर्मेन्ट बन्न सक्दैन। त्यो कारणले गर्दाखेरि राजसभालाई बहुमत दिनुपर्छ र ठ्याक्कै भनिदिनुहोस् न त, ठ्याक्कै भनिदिनुहोस् न त, अमरेश कुमारले जित्नुहुन्छ कि गगन थापाले जित्नुहुन्छ? ल भन्नुहोस् त। तपाईँ गगनको पछ्याम पनि बोले जस्तो पनि लाग्यो होइन। युवालाई स्वागत छ भनेको भन्नुभएको छ, किनभनेदेखि चाहिँ अब पुराना पार्टीको त्यो ठाउँमा आउनु भनेको त चुनौतीपूर्ण थियो नै उहाँको लागि पनि। के भन्नुहुन्छ, अमरेशले जित्नुहुन्छ कि गगनले जित्नुहुन्छ? तपाईँले त मलाई चाहिँ कमेडियन नेता भन्दा पनि ज्योतिष सोच्नुभयो जस्तो लाग्यो। कसले जित्छ भने म ठ्याक्कै भन्न सक्दिनँ। होइन, माहौल त तपाईँले बुझ्नु भएको छ नि त, माहौल त बुझ्नु भएको छैन र तपाईँले? एउटा तपाईँ चुनावमा उठिसकेको व्यक्ति हुनुहुन्छ। काउन्टर अट्याक हान्ने मान्छे हो क्या तपाईँ त? भनिदिनुहोस् आज खुलस्त पारिदिनुहोस्। होइन, ओलीलाई काउन्टर अट्याक भन्दा पनि ओलीको त्यो छुत र शैली एउटा नेतामा हुनुपर्ने एउटा जिम्मेवारी हुन्छ नि होइन, बोल्ने तरिका हुन्छ नि, त्यो नभइसकेपछि हामीले गर्ने एउटा कमेडियनले गर्ने कमेडी केपिओले गर्न थालेपछि त्यसलाई काउन्टर हामीले दिएको हो क्या होइन। अब हुन त अरू नेताहरूले पनि काउन्टर दिइराखेका छन्, तर यो टाइम भनेको चाहिँ काउन्टर दिने पनि होइन। फेरि मैले एज अ कमेडियन काउन्टर दिएको हो। यो टाइम भनेको नेताहरूले आफ्नो भिजन प्रस्तुत गर्ने हो, आफ्नो एजेन्डा के छ, योजना के छ, त्यो सुनाएर चाहिँ जनता सामु जाने र भोट माग्ने टाइम हो जस्तो मलाई लाग्छ। हिमेश पन्त राजनीतिमा आयो, फेरि राजनीति छाडेर कमेडियनमा लागेको थियो, अब फेरि चुनावी माहौल छ, राजनीतिक माहौल छ, राजसभातिरै लम्क्या हो त हिमेश पन्त। अब फेरि चुनाव उठ्ने हो, आशिका तामाङसँग भिड्ने हो तपाईँ? अनि कमेडी त ओलीले भन्दा बढी कमेडी तपाईँले गर्नुभयो। धादिङबाट उठ्दै हुनुहुन्छ नि तपाईँ कमेडियन हो कि पत्रकार हो? तपाईँलाई क्लियर गर्नुहोस् मलाई। म दुबई हो, म आशिका तामाङ विरुद्ध म किन लड्छु? हिजो आशिका तामाङले धादिङबाटै उठे होइन हजुर भने म पहिला धादिङबाट उठेँ। यो पालि आशिका तामाङजी धादिङ क्षेत्र नम्बर 1 मा आउनु भएको छ। हिजो उहाँले उम्मेदवारी दर्ता गर्नुभयो र उहाँको उम्मेदवारीमा प्रस्तावक म छु। होइन, तपाईँले भइसकेपछि तपाईँ म आशिकासँग लड्न चाहन्छु। यसो भनिदिनुहोस् न त, तपाईँले आशिकालाई यसपटक स्थान दिनुभएको, ठाउँ छोडिदिनु भएको? डेफिनेटली हो। अब धादिङ क्षेत्र नम्बर 1 मा हेर्नुहुन्छ भने मेरा हजुरबा राजेन्द्र पाण्डे, उहाँसँग म योभन्दा अघिल्लो चोटि चुनाव लडेँ, फेरि उहाँ आउनु भएको छ। मेरा काका भूमि त्रिपाठी पनि आउनु भएको छ होइन। अब घरको लडाइँ गर्न चाहनु भएन तपाईँ? जबकि यो पालि म लड्दिनँ भने म जस्तो युवा मान्छे चुप लाएर बसेँ भने मेरा काका हजुरबा आउनु भएको छ। उहाँहरूलाई जसरी पनि हराएर, अब हुन त हराउनको लागि चुनाव लड्ने होइन है फेरि, तर किन त भन्दा उहाँ पटक आएर उहाँहरूले काम नगरेको कारणले गर्दा उहाँहरूलाई हराएर अब चाहिँ नयाँ जो हाम्रो आशिका तामाङ आउनु भएको छ, सामाजिक कामहरू एकदमै राम्रो गर्नुभएको छ। जेन्जी आन्दोलनपछि घाइतेहरूको लागि पनि उहाँले मरिमेटेर काम गर्नुभएको छ। त्यस्तो उम्मेदवारलाई चाहिँ जिताउनको लागि मैले फुल सपोर्ट गरेको छु। बालेन शाह र केपी ओलीको झापामा टक्कर हुँदैछ। यता चितवन क्षेत्र नम्बर 3 मा फेरि सोभिता गौतम भर्सेस रेणु दाहाल। अब रासोपाले सबै सिट आफ्नो हातमा ल्याएर सरकारमा गएर प्रधानमन्त्री मान्न बालेन शाहलाई तपाईँ तयार हो? बालेन शाह त राजनीतिमा त्यति अनुभव नभएको मान्छे भन्छन्, राष्ट्रिय राजनीतिमा। स्थानीयमा होला, राष्ट्रियमा चाहिँ बालेन शाहको अनुभव छैन भन्छन् क्या। नेतृत्वमा त अनुभवी नेता चाहिएला नि त। ठिक हो, बालेन शाहमा चाहिँ भ्रष्टाचार गर्ने अनुभव छैन, देश लुट्ने अनुभव छैन होइन, यस्तो अनुभव बालेन शाहमा छैन। त्यसै कारणले गर्दाखेरि बालेन शाहलाई चाहिँ झापा 5 बाट जिताएर प्रधानमन्त्री बनाउनु पर्छ। किन भन्दा उहाँसँग चाहिँ नीति नियमलाई कसरी प्रयोग गर्ने होइन, इन्फ्रास्ट्रक्चर कसरी चाहिँ डेभलप गर्ने, यो सबैको अनुभव छ, राम्रो कुराको अनुभव बालेनमा छ। त्यो कारणले बालेनलाई प्रधानमन्त्री बनाउनु। हर्क साङपाङले त मेरो जति ल्याकत छैन बालेनको भन्नुहुन्छ क्या। अब हर्क दाजुको फेरि आफ्नै स्वाग छ। हर्क दाजुलाई पनि सपोर्ट गरिराखेकै छु मैले खासमा होइन। उहाँ बढी अलि बेसी बोल्नुहुन्छ, तर उहाँको मनमा पाप चाहिँ छैन जस्तो लाग्छ होइन, कहिलेकाहीँ बहकिनु पनि हुन्छ। उहाँलाई मेरो सपोर्ट छ, तर हर्क दाजुले बोलेको कुरा चाहिँ म कमेडीको रूपमा लिन्छु। किन तपाईँको आफै कमेडियन भएर चाहिँ हर्क साङपाङलाई नि कमेडियनतिर तान्न खोज्नु भएको त होइन नि? होइन, मैले मात्र होइन, सबैले हाहा रियाक्ट गरिरहेको हुन्छन् हर्क दाईको पोस्टमा होइन, मैले पनि हाहा रियाक्ट नै ठोकिरहेको हुन्छु। दाइ त्यो झापा 5 मा अहिले चुनावी माहौलमा हुमिँदै गर्नुभएको 5 जना उम्मेदवार हुनुहुन्छ। त्यो मध्येबाट बालेन शाहलाई फिल्टर भएर आउनको लागि कतिको चुनौती छ जस्तो लाग्छ तपाईँलाई?
होइन जहाँसम्म बालेन शाह झापा 5 मा जाँदै गर्दाखेरि अलरेडी उहाँले स्टडी गरेर त्यहाँको डेटा एनालाइसिस गरेर जानुभएको छ होइन। अब हुन त केपी ओलीको गढ भनिएको छ, तर केपी ओलीको धेरै कुराले गर्दाखेरि पनि उहाँको भोट घट्ने सम्भावना छ। यो जेनजी आन्दोलनमा जुन उहाँले एउटा पोलिटिकल क्राइम गर्नुभयो, जेनजीहरूलाई होला उहाँको डाइरेक्ट संलग्नता नभए तापनि, डाइरेक्टली उहाँले गोली नहाने तापनि, तर सरकार कसको थियो त भन्दा ओलीको सरकार थियो। पोलिटिकल क्राइम गरेको त्यसको मूल्य उहाँले चुकाउनुपर्छ र झापाका जनताहरू पनि सचेत छन्। तपाईँले अहिले पनि साक्षरता दर हेर्नुभयो भने टप 10 भित्र झापा पनि पर्छ। त्यो कारणले महेश बस्नेतको वान्टेडमा तपाईँ हुनुहुन्छ अरे क्या? महेश बस्नेतले गृहमन्त्री भएपछि कच्चा कच जेलमा कोच्छु भन्नुभएको छ, तपाईँ वान्टेडमा हुनुहुन्छ अरे, के भन्नुहुन्छ? तपाईँको त फोटो हाल्नु भएको थियो, मेरो फोटो हालेको थिएँ होइन। बस्नेतजीले पनि कहिलेकाहीँ कमेडी नै गर्नुहुन्छ, कहिलेकाहीँ मात्र होइन तपाईँले ठिक भन्नुभयो, कहिलेकाहीँ होइन। बस्नेतजीले सधैँ कमेडी गर्नुहुन्छ। अब हाम्रो भक्तपुरमा चाहिँ राजीव खत्रीजी जानुभएको छ, बस्नेतजीलाई चाहिँ कम्पिट गरेर सायद उहाँले जित्नुहुन्छ जस्तो मलाई लाग्छ। राजीवसँगै तपाईँहरूले त शोभा पाठकलाई पनि पठाउनु भयो अरे नि त। होइन यो चाहिँ मलाई थाहा छैन। बजारमा त्यस्तै हल्ला छ भन्ने हुनुहुन्छ नि त उहाँ त। हजुर भक्तपुर 2 वटामा उठ्नु भएको छ, तर मेरो प्रतिस्पर्धी नि कोही भएन। राजसभाको नेतालाई त देख्नु भएन उहाँले। कसरी जित्नुहुन्छ? होइन ठिक छ, आफ्नो आफ्नो चाहिँ आत्मविश्वास हुन्छ। चुनाव लडिसकेपछि मैले जित्छु भनेरै जाने हो, हार्छु भनेर कोही पनि जाँदैन होइन। तर मलाई जहाँसम्म लाग्छ अहिले देशव्यापी जुन राजसभाको माहौल देखिया छ, अब राजीव खत्री आफैमा एउटा चाहिँ सक्षम उम्मेदवार हुनुहुन्छ होइन। उहाँले समाजको लागि धेरै अगाडिदेखि चाहिँ आवाज उठाउँदै आएको पनि हो। पत्रकारिता सँगसँगै उहाँको कन्ट्रिब्युसन समाजको लागि पनि देशको लागि पनि छ। त्यो कारणले गर्दा राजीव खत्रीले चुनाव जित्नु हुन्छ जस्तो त्यो विश्वास चाहिँ मलाई छ। अब राजसभाको प्रतिस्पर्धी को ठ्याक्कै भनिदिनुहोस्? राजसभाको प्रतिस्पर्धी चाहिँ को अब संसदमा? अब प्रतिस्पर्धी त को होला मैले ठ्याक्कै भन्न सक्दिनँ। अब राजसभा को हुनसक्छ अनुमान त गर्न सकिन्छ। राजसभा पहिलो भएर बहुमत ल्यायो भने 5 वर्षको स्टेबल गभर्मेन्ट ल्यायो भने भन्दै हुनुहुन्छ तपाईँ? कन्फिडेन्स हुनु न चाहिँ मेरो माहौल छ त। त्यो त यस्तो नि त होइन। मैले त सपोर्ट गरिरहेको छु, हजुर मैले त मरिमेटेर सपोर्ट गरिरहेको छु। हजुर ल्याओस् भन्ने चाहना हो। अझ बहुमत मात्र होइन, 2 बहुमत ल्याएर संसदमा चाहिँ पोलिसीमा पनि काम गर्न सकोस्, पोलिसी पनि जारी गर्न सकोस् भन्ने मेरो चाहना हो होइन। तर मेरो चाहनाले मात्र हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ। सकेसम्म 2 ल्याओस्, नसकेको खण्डमा बहुमत भइ ल्याओस्। झापामा त बालेन शाह र केपी ओली लड्दै गर्दा घन्टीमा त खिया लाएर छोडिदिने हो, घामले घन्टीलाई पोलेर खिया लगाइदिन्छ भन्दैछन् क्या? कसले भने त्यसो? त्यहाँ भन्दैछन् झापाली जनताहरू, एमालेका कार्यकर्ताहरू। के भन्नुहुन्छ? होइन त्यो त अब ओलीले ट्रेन्ड गरेका छन् होइन। ओलीले ट्रेन्ड गरे मान्छेहरू अलिक सभ्य हुँदैनन् क्या, असभ्य हुन्छन्, गुन्डागर्दीतिर बढी हिजो त राजसभाका कार्यकर्ताले सुनको सिक्री चोरे अरे उहाँ बालेन शाह केपी ओलीको क्षेत्रमा। 2 सिक्री हरायो भन्ने हल्ला आइरहेको छ। सिक्री हराए रे एमालेको होइन। त्यही त अब एमालेको कार्यकर्ताहरू गरिब त हुँदैनन्। कसैको सिक्री हराउँछ, कसैको एरोप्लेन हराउँछ, तपाईँले देख्नु भएको छ होइन। कसैले विदेशतिर लगाएर पैसा थुपार्छन् होइन। अब देखियो नि त त्यो त ओलीले संरक्षक गरेको मान्छेहरूलाई हामीले देखिरहेकै छौँ। अब सायद अब यो चुनावमा जनताले पनि यो कुरालाई चाहिँ एनालाइसिस गर्छ। जाँदै अन्तिममा चाहिँ सङ्खुवा सभाको माहौल कस्तो छ भनिदिनुहोस् त। तपाईँका उम्मेदवारले हेलिकप्टरबाट चाहिँ चुनावमा भोट मागिरहेका छन् अरे। ओल्लो गाउँबाट पल्लो गाउँ जानु पऱ्यो भनेदेखि हेलिकप्टर चढेका जान्छन् अरे। यो विषयमा मलाई थाहा छैन। थाहा छैन, अनभिज्ञ हुनुहुन्छ? अनभिज्ञ छु। अन्तिममा के भन्नुहुन्छ? ठ्याक्कै भनिदिनुहोस्। मेरो एउटा प्रश्न, एमाले यो वर्ष जुन यो फागुन 21 गते हुन गइरहेको निर्वाचन छ, यो चाहिँ भनेको सिंहदरबार जलाउने र बनाउने बिचको भिडन्त हो भनेर भनिरहेको छ कि साँच्चीकै तपाईँहरू लगायत नयाँ दलहरू भनौँ न एमालेको मुख्य प्रतिस्पर्धी साँच्चीकै सिंहदरबार जलाउनेमै पर्छन् कि के हो? के लाग्छ तपाईँलाई? होइन यस्तो उहाँले ठिक भन्नुभयो। यो लडाइँ भनेको चाहिँ सिंहदरबार जलाउने भर्सेस देश बनाउने हो। जबकि सिंहदरबार चाहिँ यही पुराना पार्टीका झोले कार्यकर्ताहरूले घुसपेट गरेर जलाएका हुन् र देश बनाउने भनेको काठमाडौँ बनाउन सुरु गरेको बालेनले हो। अब देश बनाउने बालेनले हो। त्यो कारणले गर्दा अभियसली त्यही नै हो। काठमाडौँ बालेनले बनाएको होइन अरे कि बनाउन सकेन एमालेले बनाएर बत्ती जोड्ने र रङ लाउने काम चाहिँ बालेनले गरे अरे। अनि त्यस्तो भइदिएको भए सायद विद्या सुन्दर साखी गायब हुनु पर्थेन होला, बालेन यति हाइलाइटेड हुने थिएन होला, युवाको आशा बालेन भएर यसरी स्थापित हुने थिएनन् होला। त्यो त जनताले हेर्दाखेरि सरसर्ती देखिने कुरा हो।
डेफिनेटली बालेनले काठमाडौँको लागि गर्न सक्ने काम गरेका छन् होइन। हुन त उहाँलाई एकदमै धेरै बाधा थियो, केन्द्रीय सरकारले ओली सरकारले उहाँलाई फिटिक्कै 1% पनि सहयोग गरिराखेको थिएन, किनकि बालेनसँग बिचमा मेरो भेट पनि भएको थियो। सिंहदरबारले सपोर्ट नगर्दा पनि बालेनले काठमाडौँमा केही न केही गरेर देखाएका छन्। अब अन्त्यमा पनि बालेन शाहले केही फुल भन्नुहुन्छ? बजेटको 47% मात्रै काम गरे भन्ने कुरा होइन, त्यो त खर्च गर्न दिनु पर्यो नि त। पुरानाहरूले खर्च गर्न दिए त गर्छ बालेनले खर्च। उहाँले आफूले सक्ने औकातले भ्याएसम्म काठमाडौँको लागि काम गरेको हो। अब अहिले प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ, बालेन शाहलाई प्रधानमन्त्री बनाउनको लागि झापाली जनताहरूले सहयोग गर्नुपर्छ, हामी पनि मरिमेटेर सहयोग गर्नुपर्छ, मैले तपाईँहरूले पनि सपोर्ट गर्नुपर्छ। भनिसकेपछि बालेन प्रधानमन्त्री भएको हेर्ने तपाईँको ठुलो सपना छ? ठुलो सपना छ र देश बनेको हेर्ने पनि ठुलो सपना छ। हस्, थ्याङ्क बालेनको यू। समर्थक सोसियल मिडियामा मात्रै छन्, रियल जनतासँग ऊ चाहिँ भिड्न सकेको छैन भन्ने कुराहरू पनि आइरहेका छन्। त्यो त देखिहाल्यो नि, बालेन झापा छिर्दाखेरिको स्थिति हामीले देखेनौँ र, कस्तो माहौल छ मधेसमा छिर्दाखेरिको माहौल हामीले देखेनौँ र। त्यो त सोसियल मिडियामा मात्र होइन, फिजिकल्ली पनि जनता अब एक्टिभ हुन थालेका छन् भन्ने कुरा चाहिँ बालेन झापामा इन्ट्री भइसकेपछि देखिसकेका छ। हस्, थ्याङ्क यू। धेरै धेरै धन्यवाद, थ्याङ्क यू।